आज शुक्रबार भिडियो बनाउन बिर्सिराखेको छौं। शुक्रबार भिडियो देके लोमना चोङ्गु छौं। शुक्रबार भिडियो देके लोमना चोङ्गु। आजलाई नेपाल भाषामा थौं भन्छ। त्यस्तै गरी बनाउन बिर्सिराखेको भन्नु पर्यो भने देके लोमना चोङ्गु। बिर्सिराखेको अर्थात् लोमना चोङ्गु। बिर्स्यो भन्नु पर्यो भने लोमन मात्र भन्छौं हामीले। लोमन ना होइन, लोमन मात्र, लोमन। माफ गर्नुहोला, माफ याना दिस, माफ याना दिस। एकछिनपछि भिडियो अपलोड गर्छु। पल्ख लिपा भिडियो अपलोड या। पल्ख लिपा भिडियो अपलोड या। यसमा पल्ख पनि भन्न मिल्यो, त्यस्तै गरी पचा पनि भन्ने मिल्यो। पचा लिपा अथवा पल्ख लिपा। कसैले पचा लिपा भन्छ, कसैले पल्ख लिपा भन्छ। पल्ख लिपा अथवा पचा लिपा भनेको एकछिनपछि गर्छु अर्थात् या। एकछिन कुर्नुहोस् है। पल्ख पिया दिस नि। पल्ख पिया दिस नि। पिया दिस भनेको कुर्नुहोस् भनेको है अर्थात् नि। अब साथीलाई एकछिन कुरा है भन्नु पर्यो भने बाँकी यो सबै सेम हुन्छ। यसमा के मात्र फरक हुन्छ भन्दाखेरि यो पिया दिसलाई पिया दिसको सट्टा प्यु, पल्ख प्यु नि अथवा पल्ख पिया चो कुरी राख भन्नु पर्यो भने पल्ख पिया चो एकछिन कुरी राख। अथवा एकछिन कुरा है भन्नु पर्यो भने पल्ख प्यु नि, पल्ख प्यु नि। भिडियो राम्रो छ। भिडियो बाला ला। भिडियो बाला ला। बाला ला अर्थात् राम्रो छ भनेर सोधेको हो। म गएँ है। जी वन होइन कि यो वन नि। जी वन नि। यसमा मा भएछ, मा होइन कि म गएँ है। जी वन नि। जी अर्थात् म, गएँ है भन्नु पर्यो भने वन नि।